हेलो एभ्रिवान, नमस्ते। ट्याक्स हब नेपालको यो पहिलो भिडियोमा तपाईँहरूलाई स्वागत छ। यस च्यानलमा कर सम्बन्धी जानकारीहरू, यसको लेटेस्ट अपडेट, आइआरडीमा अनलाइनमा के गर्नुपर्ने हो, यसका साथै हामी अकाउन्ट र फाइनेन्सको बारेमा पनि चर्चा गर्नेछौँ। अब लागौँ आजको टपिकमा। यस भिडियोमा हामीहरू के कुरा समेट्छौँ त? पहिलोमा छ टिडिएस इटिडिएस भनेको के हो, इटिडिएस कसरी भर्ने, इटिडिएस कसरी आफैले भेरिफाई गर्ने र लास्टमा टिडिएस बारेमा थप बोनस जानकारीहरू, जस्तो इटिडिएस गरेन भने कति फाइन लाग्छ, भेरिफाई गरिसकेपछि इटिडिएस के हुन्छ भन्ने कुरामा। त्यसैले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला र यो भिडियो मन परेमा र यस्तै अन्य जानकारीमूलक भिडियोको लागि हाम्रो यस ट्याक्स हब नेपाल च्यानललाई पनि लाइक सब्सक्राइब गरिदिनु नभुल्नु होला। हस् त धन्यवाद। टिडिएस ट्याक्स डिडक्टेड एट सोर्स, भुक्तानीमा करकट्टी। आयकर ऐन 2058 को दफा 87, 88, 88 क र 79 का अनुसार भुक्तानीहरूमा करकट्टी गर्नुपर्ने हुन्छ, जस्तो स्यालेरी, ब्याङ्क इन्ट्रेस्ट, रेन्ट, डिभिडेन्ड, सर्भिस पेमेन्ट र विन्डफल गेन र यस्तै सर्भिसहरूमा र कन्ट्र्याक्ट पेमेन्टहरूमा करकट्टी विभिन्न दरमा गर्नुपर्ने हुन्छ र सोही करकट्टी गरिएकोलाई दफा 90 अनुसार प्रत्येक महिना समाप्त भएको 25 दिनभित्रमा कर कार्यालय वा विभागमा कर दाखिला गर्नुपर्ने हुन्छ र सोही दाखिला गरिएको करलाई अनलाइन विवरणमा पनि भर्नुपर्ने हुन्छ, त्यसलाई पनि भनिन्छ इटिडिएस। अब सुरु गरौँ इटिडिएस कसरी भर्ने त। कुनै ब्राउजरमा गएर आइआरडीको वेबसाइट iid.gov.np टाइप गरी इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि एउटा आइआरडीको होम खुल्नेछ र त्यहाँ भएको करदाता पोर्टल अर्थात् ट्याक्स पेयर पोर्टलमा क्लिक गर्नुहोस्। त्यहाँ ट्याक्स पेयर पोर्टलमा क्लिक गरिसकेपछि अर्को ट्याब खोल्छ। भएको सबै कुराहरू जस्तो भ्याट रिटर्न फाइल गर्ने, इन्कम ट्याक्स रिटर्न फाइल गर्ने, आफूले के रिटर्न फाइल गर्यो भनेर हेर्ने, यो सबै कुरा चाहिँ यहाँबाट गर्न सकिन्छ। यस्तो खोल्ने हुन्छ। त्यसमध्ये हामी अहिले चाहिँ इटिडिएस गर्न जाँदैछौँ। इटिडिएस गर्नको लागि इटिडिएसमा प्लसमा क्लिक गर्छौँ र इटिडिएसमा क्लिक गर्छौँ। यति गरिसकेपछि इटिडिएसमा एउटा यस्तो फर्म भर्ने खुल्छ र त्यो फर्ममा जस्तो यहाँ सबमिसन नम्बर लिने फारम छ, त्यसपछि विथहोल्डर लगइन छ, त्यसपछि विथहोल्डी लगइन छ। यो भनेको चाहिँ जस्तो विथहोल्डर भनेको जसले टिडिएस काट्छ उसलाई भनिन्छ र विथहोल्डी भनेको जसको टिडिएस काटिन्छ उसलाई विथहोल्डी भनिन्छ। त्यसको लागि अब विथहोल्डर लगइनमा अब सबमिसन नम्बर चाहियो, प्रयोगकर्ताको नाम चाहियो, पासवर्ड चाहियो। अब यो सबमिसन नम्बर लिनको लागि चाहिँ हामी यो सबमिसन नम्बर लिने फारममा क्लिक गर्छौँ। सबमिसन नम्बर लिने फारममा चाहिने सबै फारम अब भर्दै जान्छौँ। यसमा प्रयोगकर्ताको नाम, पासवर्ड, पुनः पासवर्ड, यहाँ सबै मैले आफ्नै प्यान नम्बर नै राखेँ ताकि मलाई पछि सम्झिन पनि सजिलो होस्। र यहाँ भएको सबै ह्यास्ट्रिक लागेको सबैमा चाहिँ इन्फर्मेसन अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ। त्यसै गरी भाउचर मितिमा पनि भाउचर कहिले तिरेको त्यही डेटको मैले राखेँ। त्यसमध्ये चाहिँ यहाँ टिडिएस कलेक्सन अन्तराल, यसमा सबमिसन नम्बर फारममा चाहिँ एउटा जान्नुपर्ने कुरा चाहिँ टिडिएस कलेक्सन अन्तरालमा चाहिँ हामीले कहिलेको टिडिएस चाहिँ हामी इटिडिएस गर्दैछौँ। त्यसको लागि चाहिँ यहाँ मैले 2 महिनाको टिडिएस कलेक्सन हामी इटिडिएस गर्दैछौँ, त्यसैले 2 महिना राखेँ। तर यसमा कुनै एक आर्थिक वर्षभन्दा धेरैको अन्तराल राख्न पाइँदैन। त्यसको मतलब हजुरले कुनै 2टा आर्थिक वर्षको टिडिएस तिरेको हुनुहुन्छ र एकैचोटि इटिडिएस गर्न खोज्दै हुनुहुन्छ भनेदेखि त्यो मिल्दैन। त्यसपछि रजिस्टरमा क्लिक गर्नुहोस्। रजिस्टरमा क्लिक गरिसकेपछि फेरि ट्रान्ज्याक्सन भर्नेमा क्लिक गर्नुहोस्। ट्रान्ज्याक्सन भर्नेमा क्लिक गरिसकेपछि यहाँ यस्तो आउँछ, जहाँ ट्रान्ज्याक्सन भर्ने फारम हुन्छ, एउटा भाउचर भर्ने फारम हुन्छ र यो भाउचर भर्ने फारममा चाहिँ अहिले खुलिसकेको छैन,
जब हामीले ट्रान्जेक्सन फारम भर्छौँ त्यसपछि बल्ल मात्र भाउचर भर्ने फारममा खोल्छ। यहाँ ट्रान्जेक्सन भर्ने फारममा चाहिँ जस्तो कसको इटिडिएस गर्नुपर्ने हो, स्थानीय लेखा नम्बर के हो, उसको भुक्तानी हामीले कहिले गरेको, भुक्तानी रकम कति हो, टिडिएस कति काटेको र के बापत काटेको, सोको ट्रान्जेक्सन यहाँ भर्नेछौँ। जस्तो यहाँ मैले एउटा छुट्टै ट्रान्जेक्सनको लागि छुट्टै एक्सेल सिट तयार पारेको छु, जहाँ कि सजिलोको लागि होस् भनेर, र भाउचर भर्नेको लागि छुट्टै एक्सेल सिटमा एउटा तयार पारिसकेको छु। त्यसमा यसले गर्दाखेरि चाहिँ हामीले कसको कति टिडिएस तिर्नुपर्ने हो र भाउचरको डिटेल्स पनि एकै ठाउँमा राखेपछि हामीलाई फारमहरू भर्न सजिलो हुन्छ। त्यसपछि जाउँ एउटा एउटा गरेर भरौँ। अब प्यान नम्बरमा मैले कपी गरिसकेको छु, त्यसलाई राखौँ। नाम अटोमेटिकल्ली आउँछ। त्यसपछि भुक्तानी मिति। भुक्तानी मितिमा भर्दाखेरि हामीले अगाडि पनि भनिसक्यौँ, भुक्तानी मितिको महिना सकेपछि 25 दिनभित्रमा हामीले इटिडिएस र ट्याक्स तिरिसक्नुपर्छ। त्यही भएर कारणले गर्दाखेरि भुक्तानी मिति पनि हामीले केयरफुल्ली राख्नुपर्ने हुन्छ। त्यसपछि भुक्तानी रकममा हामीले कति रकम भुक्तानी गरेको हो त, त्यो कुरा पनि यहाँ उल्लेख राख्दिउँ। भुक्तानीमा जस्तो यहाँ पेमेन्ट मैले राखिसकेको छु, कपी पेस्ट नै गर्दा जाँदा हुन्छ। र टिडिएस रकम कति टिडिएस काटेको सोको अमाउन्ट यहाँ लेख्छौँ। त्यसपछि के बापत हामीले ट्याक्स तिरेको त्यो टिडिएसको बापत किसिम पनि यहाँ राख्छौँ। त्यसपछि हामी बल्ल एड गर्छौँ। यसरी नै सबै विवरणहरू भर्दै जान्छौँ। ट्रान्जेक्सन फारम सबै भर्ने क्रम सकिसकेपछि अब बल्ल हाम्रो भाउचर भर्ने फारम पनि खुलिसकेको छ। अब यो भाउचर भर्ने फारममा चाहिँ जस्तो शीर्षक छ, भाउचर नम्बर छ, तिरेको प्रकार छ, दाखिला मिति कुनमा कहाँ तिरेको र टिडिएस रकम के हो। ट्रान्जेक्सन भर्ने फारममा हामीले जे जस्तो टिडिएस किसिम भर्यौँ त्यही नै हाम्रो यहाँ भाउचर भर्ने फारममा पनि आउँछ। त्यसपछि हामी सुरुमा शीर्षक कुन हो त्यो चुज गर्छौँ। त्यसपछि भाउचर नम्बर हामीले અહીંको एक्सेल सिटबाटै कपी गर्छौँ। कपी गरिसकेपछि अब तिरेको प्रकार अहिले प्रायः जसो ब्याङ्कबाटै तिरिन्छ, त्यही भएर ब्याङ्क चुज गर्छौँ। त्यसपछि दाखिला गरेको मिति कहिले हो, यो भाउचर डेट, भाउचर कहिले तिरेको सोको डेट पनि राख्छौँ। र कुन ब्याङ्कमा दाखिला गर्नुभएको, जस्तो मैले एभरेस्ट ब्याङ्कमा दाखिला गरेँ, त्यही भएर एभरेस्ट ब्याङ्क। त्यसपछि टिडिएस अमाउन्ट पनि लेख्छौँ र एड गर्छौँ। एड गरिसकेपछि हामीले यहाँ हेर्नुपर्ने हुन्छ रिकन्सिलिएसन भएको छ कि छैन। भाउचर रिकन्सिलिएसन भएको छ भने मात्र हामीले सबमिट गर्न पाउँछौँ, नत्र भनेदेखि नट रिकन्साइल छ भनेदेखि रिकन्सिल भएन भनेदेखि चाहिँ हामीले सबमिट गर्न पाउँदैनौँ। त्यसै गरी अन्य भाउचर्सको पनि हामी विवरण भर्दै जाउँ। जस्तो यहाँ नट रिकन्साइल भनेको छ। अब यो नट रिकन्साइल चाहिँ के कारणले हुन सक्ला भनेदेखि हाम्रो भाउचर शीर्षक नम्बर फरक परेर, भाउचर नम्बर फरक परेर, तिरेको प्रकार, कहाँ कुन ब्याङ्कमा फरक तिरेको हो, यो सबै चेक गर्छौँ। अब यो भाउचर नट रिकन्साइल भएकोलाई डिलिट गरेर अब फेरि हामी नयाँ भर्छौँ। सबै भरिसकेपछि र सबै भाउचरहरू रिकन्साइल भइसकेपछि चाहिँ अब हामी यसलाई बल्ल सबमिट गर्नुपर्नेको लागि रेडी भयो। सबमिट गर्नुभन्दा अगाडि हामी जम्मा टिडिएस रकम कति हो भाउचरमा र ट्रान्जेक्सनमा टोटल टिडिएस जम्मा टिडिएस रकम कति हो त्यो हामी चेक गर्छौँ, किनकि यो बराबर इक्वल हुनुपर्छ सबमिट गर्नको लागि। अब यो सबै टिडिएस रकम पनि इक्वल भइसकेपछि अब एकचोटि हामी सबै इन्फर्मेसन चेक गरिसकेपछि चाहिँ बल्ल हामी सबमिट गर्नको लागि रेडी हुन्छौँ, किनकि एकचोटि सबमिट गरिसकेपछि फेरि परिवर्तन गर्न पाउँदैनौँ। त्यसैले हामी सबै केयरफुली चेक गरेपछि मात्रै सबमिट गर्छौँ। सबमिट गरिसकेपछि अब भेरिफाईतर्फ जाउँ। यसलाई आफैले भेरिफाई गर्न मिल्छ, त्यसैले अब हामी भेरिफाई गर्नको लागि जाँदैछौँ। भेरिफाईको लागि अब छुट्टै हामी एउटा नयाँ ट्याबमा फेरि
करदाता पेयर पोर्टलमा क्लिक गर्छौँ। त्यसपछि जेनरलमा क्लिक गर्छौँ। जेनरल लगइनमा क्लिक गरेर ट्याक्स पेयर लगइनमा क्लिक गर्छौँ। त्यसपछि स्थायी लेखा नम्बर, प्रयोगकर्ताको नाम, पासवर्डमा अब सबै इन्फर्मेसन लगइन गरिसकेपछि अब हामी हाम्रो ट्याक्स पेयर लगइनको ड्यासबोर्ड जस्तो यो खोल्छ र जहाँ चाहिँ हामीले सबै कुराहरू हामीले जति पनि कारोबार गरेको, जति पनि रिटर्न फाइल गरेको त्यो कुरा सबै हेर्न मिल्छ र त्यसमध्ये हामी यहाँ भेरिफिकेसन सेकेन्डमा छ यो केवाइटी, पछि भेरिफिकेसनमा क्लिक गर्छौँ। भेरिफिकेसनमा क्लिक गरिसकेपछि यस्तो आउँछ जहाँ चाहिँ एउटा मोड्युल छ। मोड्युलमा कस्तो खालको के भेरिफाई गर्न खोजेको, जस्तो हामीले भ्याट हो कि ट्याक्स हो कि टिडिएस हो कि के हो। अहिले हामी इटिडिएस अर्थात् टिडिएस हामी भेरिफाई गर्न खोजेको छौँ। त्यसैले टिडिएसमा क्लिक गर्छौँ र सबमिसन नम्बर मेरो अगाडिको ओपनै छ, त्यही भएर यो सबमिसन नम्बरलाई कपी गर्छौँ र यहाँ सबमिसन नम्बरमा पेस्ट गर्छौँ। पेस्ट गरिसकेपछि हामी ट्याब थिच्छौँ र ट्याब थिच्दाखेरि हामी यहाँ भेरिफाई गर्नुभन्दा अगाडि पनि हामीले प्रिभ्यू गर्नु मिल्छ र प्रिभ्यू पनि एकचोटि सर हेर्छौँ। प्रिभ्यू हेरिसकेपछि सबै इन्फर्मेसन सही छ भनेदेखि बल्ल हामी भेरिफाई गर्न सक्छौँ र भेरिफाई गर्छौँ। यति भएपछि हजुरको इटिडिएस भेरिफाई कम्प्लिट भयो। इटिडिएस बारेमा थप जानकारीहरू यो चाहिँ बोनसको लागि जस्तो के छ त हेरौँ। इटिडिएस गर्दाखेरि हामीले जस्तो ट्रान्जेक्सन भर्ने पर्ने हुन्छ र भौचर भर्नुपर्ने हुन्छ। यदि त्यसको लागि हामीले एक्सेल सिट नै बनाएर प्रिपेयर गर्यो भनेदेखि हामीलाई यो विवरण भर्न सजिलो हुन्छ। अर्को छ यदि ट्रान्जेक्सनहरू धेरै भर्नुपर्ने छ भनेदेखि त्यस्तो बेलामा चाहिँ हामीले एक्सेल सिट नै अपलोड गर्न सकिन्छ, जसको लागि ट्रान्जेक्सन भर्नेमा स्याम्पल डाउनलोड भन्ने छ। सोही स्याम्पल डाउनलोड गरेर स्याम्पल अनुसारको एक्सेल सिट तयार पारी अपलोड पनि गर्न सकिन्छ। यदि महिना समाप्त भएको 25 दिनभित्र कट्टी गरिएको कर दाखिला नगरेमा वार्षिक 15% दरले ब्याज लाग्छ र इटिडिएस नगरेमा पनि वार्षिक 2.5 2.5% दरले ब्याज लाग्दछ। त्यसै गरी यदि हजुरहरूले इटिडिएस भेरिफाई गर्दा भुलवश गलत राखी भेरिफाई गरेमा जस्तो भुक्तानी रकम गलत भएमा सम्बन्धित कर कार्यालयमा विभागमा निवेदन पेश गरी त्यसलाई सच्याउन पनि सकिन्छ। आजको लागि यति नै। यदि यो भिडियो मन परेमा भिडियोलाई लाइक, सेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।